अलिक धेरैपछि सुरु हुन गएको छ। तैपनि पक्कै पनि यस प्रतियोगिताले बक्सिङ विकास र विस्तारमा खर्को मार्नेछ। आजको यस प्रोग्राममा यस गभर्नर हलमा उपस्थित हाम्रो आजको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चलिन्द्र मेहताज्यू व्यक्तित्वज्यूहरू हुनुहुन्छ र राष्ट्रिय सङ्घका अध्यक्ष लगायत प्रतिनिधित्वहरू, राष्ट्रिय खेलकुद परिषदका निर्देशक र प्रतिनिधित्वहरू, नेपाल ओलम्पिक कमिटीबाट आउनुभएका साथीहरू, यहाँ मैले देखिरहेको छु नेपाल बक्सिङ महासङ्घका पूर्व अध्यक्षज्यूहरू, हाम्रो ओलम्पिक साथीहरू, एसियन मेडलिस्टज्यूहरू र साउथ एसियाका मेडलिस्टहरू, पदक प्राप्त गर्ने खेलाडी भाइ-बहिनीहरू, यहाँ पूर्व देशदेखि पश्चिम महाकाली सम्मका 7 प्रदेशका 3 विभागीय टोली सहित उपस्थित हुनुहुन्छ र 7 प्रदेशका बक्सिङ खेलका अध्यक्षज्यूहरू, यहाँ मैले देखिरहेको छु हरसिद्धि उच्च माध्यमिक विद्यालयबाट आउनुभएका विद्यार्थीहरू, देवी लगायत शिक्षकहरू, त्यस्तै हाम्रो कुमार लोकसभाबाट आउनुभएका जानकी माया लगायत सबै दिदी बहिनी र दाजुभाइहरू, साथीहरू उपस्थित भएर होला दिदी र हाम्रो आरजे साथीहरू, पक्कै पनि यो प्रतियोगिता भविष्यका कर्णधार बक्सिङ खेलाडी भाइ-बहिनीहरूलाई पनि पक्कै पनि प्रोत्साहन मिल्नेछन्। यस प्रतियोगिताबाट कुनै कक्षामा रहेका बक्सिङ खेल्न चाहनुहुने खेलाडीहरूलाई पनि अति पनि अगाडि बढाउनेछन्। खेल सानोभन्दा सानो सुरु गर्न पनि गइरहेको छ। म टेक्निकल टिमलाई पनि यो कुरा सल्लाह दिन चाहन्छु, सकभर चाँडै सुरु गर्नु हुन अनुरोध पनि छ र हाम्रो कोचेज अनि आरजे साथीहरूले र खेलाडी भाइ-बहिनीहरूले पनि डिसिप्लिनमा बसेर खेल खेलिदिनु होला। पक्कै पनि डिसिप्लिन बिना खेल अगाडि बढ्न हामी सक्दैनौँ। त्यसकारण हुन त अघि भनिसक्नु भएको छ, हाम्रो अस्ति मात्रै हाम्रो ओलम्पिक रामप्रसाद गुरुङ र मथुरा सिनेवाको किरणलाई पनि एकदम दुःखी छौँ र उहाँहरूले दिएको मार्गदर्शन, उहाँहरूले दिएको बाटो हामी कहिले पनि भुल्ने छैनौँ, सदा सर्वदामा याद राख्नेछौँ। त्यसकारण पुनः एकपटक हाम्रो सदस्यज्यूलाई आफ्नो समयको बावजुद पनि भएकोमा यस खेललाई अझ उत्कृष्ट बनाउनुको लागि आइदिनु भएकोमा म उहाँलाई धन्यवाद र विशिष्ट अतिथिज्यूहरूलाई र सम्पूर्ण यस क्लासमा उपस्थित सम्पूर्ण साथीहरू, दाजुभाइ दिदीबहिनी र उपस्थित सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गर्दै यो प्रतियोगिता सबैले भव्य होस् भनी शुभकामना सहित यहाँ गार्जियन सबैजनालाई पनि आफ्नो छोराछोरीलाई बक्सिङ खेल्नको लागि पठाइदिनु होला, अवश्य पनि राम्रो हुनेछ। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। तपाईँको दिन शुभ रहोस्।